हेलो एभ्रिवान, गुड आफ्टरनुन, जय मसी, नमस्ते, सेवारो। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ भनेर र फेरि पनि तपाईँलाई मेरो च्यानलमा एकपल्ट स्वागत जनाउँदछु। र अहिले चाहिँ हामी भर्खरै चर्चबाट निक्लिएको हो अनि म साथीहरूसँग छु र आज चाहिँ हामी चाहिँ चौरस्तामा लन्च गर्ने प्लान गर्दै थियौँ र मैले चाहिँ साथीहरूलाई चौरस्तामा एकदम मिठो पाइने जग्गा उत्सव बिरयानी हाउसमा जाउँ भने अनि यहाँनिर चाहिँ तपाईँले एकदमै मिठो खानाहरू पाउन सक्नुहुन्छ। स्पेसली चाहिँ यो चाहिँ बिरयानीको लागि चाहिँ फेमस हो। सो हामी फाइनली पुग्यौँ र यो लोकेसन चाहिँ चौरस्तामा छ र हामीले चाहिँ तपाईँले मेन्यू देख्न सक्नुहुन्छ यहाँ के पाइन्छ भनेर सबै कुरा पाइन्छ र हाम्रो फाइनली हाम्रो बिरयानी एन्ड झोल मोमो पनि आइसक्यो। सो गाइस अब हामी खान्छौँ, हाम्रो भिडियोहरू इन्जोय गर्नुहोस् होला। र हामीले टेस्ट गर्दा मेरो साथीहरूले एकदमै मिठो थियो भन्दै थियो र तपाईँहरू पनि यहाँ आएर खानु सक्नुहुन्छ र हाम्रो भिडियो हेर्नुहोस् होला। चिकन होला है मोमो बिरयानी टेस्टी छ है कति जग्गा टेस्टी हुँदैन नि त म त्यहाँ प्रायः झोल मोमो खानु आउँछु, बेला प्याक गरेर लान्छु, बेलुका खानु अल्छी लाग्यो कि झोल चाहिँ के को बनाउँछ हौ? झोल मिठो बनाउनुहुन्छ है। झोल मिठो हुँदो झोल के को बनाएको हो भने अब नाम चाहिँ कसँग पठाऊ नानीहरूसँग गर्छ नानीलाई ल्याउनु पर्छ नि। खेल्दैछ घरमा यिनीहरू फेरि खेल्नु पायो भने केही खोज्दैन खानुभन्दा खेल्नुमा बरु छोडेर हो त उल्टा त्यस्तो छ अब म चाहिँ झोल मोमो कति 2 पल्ट खान्छ होला। खान्छ होला नि केहरू फेरि मन पराउँदैन तोलेर मोमो पुरा मन पराउँछ नि त। केहरू मन पराउँदैन के त मसिनो बनाएको मोमो रहेछ त्यो है मसिनो छ तिमीलाई चिकन खाइरहेको मोमो अब अझै मोमो त नेपालको जानुहुन्छ नि है। आउने हो खाएको अब खानु बिरयानी सोधिदिइरहेको छ होला हाँस्छ उयो मिठो भयो पुरा हाँस्छ क्या अब खानु सक्दैन सो न चिकन पनि एउटा खाएर त्यो भात दिएर मोमो यो मसला हुन्छ नि यो आउँदैछ मात्रै झोल हुन्छ नि पुरा मन पऱ्यो र थ्याङ्क यू सो मच गाइजहरू, तपाईँहरूले हाम्रो भिडियो हेरिदिनु भएकोमा। बाई बाई, टेक केयर।